सो हेलो वेलकम बैक टू माई न्यू भिडियो। सो आज पनि फेरि म नयाँ भिडियोको साथमा आइसकेको छु। मेरो च्यानलमा यदि तपाईहरु नयाँ हुनुहुन्छ प्लिज सब्स्क्राइब माई च्यानल, अनि पुरानो हुन्छ भने अन्तिमसम्म भिडियो हेरिदिनु होला। के कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु, लाइक सब्स्क्राइब अनि शेयर पनि गरिदिनु होला। सो आज चाहिँ मैले भ्लग ल्याएको छुइनँ, आज चाहिँ म रियाक्सन भिडियो बनाउन गइरहेको छु। कस्तो हुँदो रहेछ त भनेर हैन, अब कति भ्लग बनाउन जाने ठाउँ छैन, त्यसैले म चाहिँ आज रियाक्सन भिडियो बनाउन जाँदैछु। सो आज चाहिँ मैले एउटा कमेडी भिडियो खोजेर, नेपाली कमेडी भिडियो छ त्यस्तै कमेडी जस्तै छ, त्यो भिडियो चाहिँ मैले खोजेर युट्युबमा खोजेर चाहिँ त्यही भिडियो रियाक्सन गर्न लाग्दैछु। सो सबैजना त्यही रियाक्सन भिडियो हेर्न तयार हुनु होला। अब भने भिडियो ढिलो नगरिकन स्टार्ट गरौँ। 3, 2, 1 go। के इंग्लिश पढ्न आउँदैन। What do you want to suggest people to get married or not? यदि सही व्यक्ति पाउनु भएन भने चाहिँ बिहा नगरेकै ठीक छ। त मतलब असही इन्स्पेक्टर कोही पायो भने ठिकै छ। असही इन्स्पेक्टर पायो भने बिहा गर्ने। हिट किन भन्नु? त्यो चाहिँ बलरले जो नो बल भनिन्छ। ओ यो नो बल, ई माकी माँ कसम, तेरी माँ की आँख। यो गाली हो कि राम्रै हो यो शब्द यार? गाली जस्तो लाग्छ, राम्रो जस्तो लाग्छ, खै जे होस् मतलब भएन हामीलाई त्यसमा। दिमाग खराब भइसकेछ। जब बल फालिरहेछ देखिरहेछ, त्यो अम्पायर देखेछ, त्यो बलर देखेछ, सब देखेछ, बल फालेछ, त्यसलाई नो बल किन भन्छ? धन्यवाद। आपको कैसा लग रहा है? मतलब आईपीएल खेलेको भन्दा हिन्दीमा सोध्दै यति चुवा कसरी हुनुहुन्छ तपाईँ? के खानुहुन्छ? पाउडर वाउडर पुरा लिनुहुन्छ कि के? एडभर्टाइज हुन्छ कि युट्युबमा 2-3 मिनट भिडियोहरू, के एडभर्टाइज 2-3 मिनटहरू के एडभर्टाइज? मलाई रिस उठ्छ त लास्टै भने यार मान्छेलाई के दिमाग कति राम्रो लगाउनु यो फ्री के हो? यो होली खेल्दा लगाउनु भएको के हो? तपाईँ यो हिरो छ नि पुष्पजी, त्यो अर्को छ नि त्यो पलजी, त्यो मोमा मात्र भन। दाइले पछाडि के छ जी भन्न चाहिँ धन्ना भन्नु भने त्यो चाहिँ झन्नै भन्नु भएन, बुझौँ न मिलाएर। मलाई सुनेको थियो कि लाग्छ कि अब हामी उहाँसँग भिड्नु पर्ने छ कि समझ्यौ? त्यस्तो के तपाईँ केही भेट्नु पर्दैन, तपाईँ आफै भेटिरहनुहुन्छ। हेर्नुहोस् मिठालालजी, तमिजले कुरा गर्नुहोस्। के तमिजले कुरा गर्नुहोस्, तमिजले। त कमिज लगाएको छु त कमिज। कमिजले होइन, तमिजले कुरा गर्नुहोस् भनेको। तमिजले कुरा गर्नु। आज भोलि 2टा इन्जिन भएको प्लेन चल्नु पर्ने, अझै एउटै इन्जिन भएको प्लेन चलाइरहेछ नि, तपाईँ के भन्नुहुन्छ? प्लेन हो किड्नी थोरै हो कि 2टा चाहिन्छ? नेताहरूको त अनि किड्नी एउटा पनि चलिरहेको छ त, अनि संसार हाँकिरहेको छ नि त। प्लेन भनेको उड्नु पर्यो। अब उड्दा उड्दा के हुन्छ हामी भन्न सक्दैनौँ। हामीले जुन प्लेन बनाउँछु त्यो उड्छ, गुड्छ, तल झर्ने बनाऊ के हुन्छ हामी भन्न सक्दैनौँ। हामी उड्ने बनाउँछु क्या।